हेलो गाइज, तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। अनि आज चाहिँ म फेरि पनि तपाईहरुको माझमा एउटा छोटो भिडियो लिएर आइसकेको छु। अनि आज चाहिँ मेरो डे अफ भएकोले गर्दाखेरि चाहिँ घुम्न जाने प्लान बनायौँ म र एकजना दिदी चाहिँ, माया दिदी चाहिँ। अनि हामी दुईजना चाहिँ कहाँ जाने भन्दाखेरि चाहिँ हामी दुईजना चाहिँ सी साइडमा जाने प्लान बनाएका छौँ। अनि म चाहिँ नुहाइसकेको छु। अनि अलिअलि मैले हेयर ड्राई पनि गरेँ, यो फेदमा चाहिँ आफै सुक्छ। अनि अब चाहिँ हामी पनि नुहाइदै गरेर रेडी हुँदै हुनुहुन्छ। अनि अब म चाहिँ खाना खानेछु, अनि त्यसपछि चाहिँ हामी रेडी भएर हामी यहाँबाट निस्किनेछौँ। अनि तपाईँहरू चाहिँ जोडिराख्नु होला, हेरिराख्नु होला मेरो भिडियो। अनि तपाईँहरूलाई म सी साइड एकदमै राम्रो देखाउनेछु। म एक्साइटेड छु होइन सी साइड हेर्नको लागि। अनि तपाईँहरू पनि मसँग जोडेर हाम्रो रमाइलो चाहिँ हेरिराख्नु होला भन्न चाहन्छु। ओके, फाइनली मैले खाना पनि खाइसकेको छु। अब चाहिँ म रेडी हुनेछु। ओके, लेट्स गो। चरा, फाइनली म चाहिँ रेडी भइसकेको छु। राम्रो त देखेँ होइन, तर पनि अलिअलि जम्मा छोडौँ कि बो लगाऊँ कि भइरहेछ है। पिम्पल आएर बर्बाद छ। बो चाहिँ मेरो यस्तो छ। यो बो चाहिँ सायद म भरे फोटो खिच्ने बेला मात्र लगाउँछु होला। अहिले चाहिँ मलाई खासै ऐनामा त राम्रै देखेको हो मैले आफूले, तर भिडियो यहाँ चाहिँ पुरै टल्केर। मेरो पर्फ्युम लाउन त, मेरो पर्फ्युम एकदम भिआइपी छ है मेरो पर्फ्युम कहाँ हेर्न सक्नुहुन्छ, देख्दै हुनुहुन्छ नि। स्मेल पनि एकदम दामी छ यसको। फेभरेट हो मेरो यो चाहिँ। हजुर हेर न यस्तो राम्रो देखेको हो भने। तर मेरो क्यामेरा टल्किँदो रहेछ धेरै। हामी जानु आँटेको। अनि हामीले दुईजना जानेछौँ, मोज गर्नेछौँ एकदम आजको दिन। दिदी पनि रेडी भइसक्नु भएको छ, म पनि रेडी भइसकेको छु। अब चाहिँ हामी जानेछौँ। अनि पर्फ्युम धसिसकेको छ मैले, अलिक फेरि धस्नु पऱ्यो। एकदम बचाउनु पर्ने हुन्छ यो। मैले यति छिटो सकिसकेको छु होइन, यहाँ आधी भइसकेको छ यो। बो चाहिँ मैले यहाँ झुन्डाएको छु, यो अहिले लाउँदिनँ म, यो फोटो खिच्ने बेला मात्रै लगाउँछु। जुत्ता लाउँछु। ओके, हामी अब जानेछौँ, तपाईँहरू मसँग जोडिराख्नु होला। तर म चाहिँ यही हो मेरो चाहिँ। फाइनली हामी जाँदैछौँ। अब हामी यहाँबाट ट्याक्सी पक्र्नु पर्ने हुन्छ हामीले है। हामीले ट्याक्सी पक्रिसकेको छौँ। अब हामी यहाँबाट जाँदैछौँ। केटा घुम्नु गएको मान्छे निन्द्रा एकदम बिजोक छैन। नामलिया सैतान आजिरो क्या त्यस्तै लाग्यो। मलाई बेबी भनेर मेसेज गरेर आयु चाहिँ लामै रहेछ जे जस्तो चिजाचिगा। ओके, मैले सम्झिने बित्तिकै त्यसले सम्झिरहेको छ। होएको सरान देखिन्थ्यो कि हो लास्टै तपाईँको कपाल होइन बढिसक्यो कि त्यत्रो हो। कुन यो अगाडिको अलिक बढ्यो अहिले। फेरि हिँड्नु नि हो नि, फेरि सक्दैन नि कसैले। त्यही त भिडियोमा साँच्ची गीत पनि छानौँ न।
यहाँको भ्यूहरू यस्तो छ एकदम राम्रो राम्रो छ यहाँ गाडीहरू किरा जस्तो कुद्दैछन् सक्यो भने हामीले सकिन्छ होला उतैतिर केही छैन उतै सकेर आउने सी साइडतिर मर्नु चाहिँ डराउनु हुँदैन के जन्मिसकेपछि कति बेला के हुन्छ थाहा हुँदैन त्यही भएर डर लेने का नै हाम्रो यात्रा जारी हुँदैछ यहाँतिर चाहिँ घर यस्तो हुन्छ है पुरै हुन्छ नि यहाँतिरको मान्छेहरू चाहिँ एकदम रोयल फ्यामिली लाइफ जिउँछ क्या पुरै यिनीहरूसँग के हुँदैन हरेक कुरा हुन्छ घर यत्रो ठुलो बनाउँछ घरभित्र लिफ्ट हुन्छ यिनीहरूको है अनि गाडी भने एक हुन्छ यिनीहरूले जति पनि किन्छ तर यिनीहरूसँग एक करोड हुन्छ नि यस्तरी एक करोड चल्छ कि यिनीहरू तर घरहरू चाहिँ एकदम दामी हुन्छ गाडी हुन्छ बङ्गला हुन्छ हो कि होइन माया दिदी भन्दा हामी जाँदैछौँ हाम्रो यात्रा आउनु छ यो मेरो हरियालीमा यसो फोटो हाल्नु पर्यो भिडियो मेरो हरियाली देखिरहेछ दिदी हेर्न दिदी ए म देखिरहेछ के काम हो यहाँ पनि भन्नु मात्रै भयो यस्तो ठाउँ एकदम राम्रो छ नि सुती उठी जाने हो नि हो कि होइन भन्दा त यो हाम्रीकै हो यो पैसा तिरेको छ नि अनि यो हाम्रीकै हो कति हो भन्नु त यो भाडा नेपालको 1500 यत्रोतिर सुतेर जाने हो यस्तो राम्रो फाइनली हामी सिडी आइपुग्छ तपाईँहरूलाई बस सिडी देखाउँछु है त हाम्रो सिडीको लुक्स चाहिँ यस्तो छ तपाईँहरूलाई मैले अघिल्लो भिडियोमा पनि देखाएको छु सिडी कस्तो छ भनेर अनि लगभग अब चाहिँ आउनु आँट्यो भनौँ हामीको यात्रा चाहिँ अब इन्ड हुन आँट्यो यहाँको चाहिँ अनि हेरिराख्नु होला मेरो भ्लग त चेप्पाइदिए हुन्छ जहिले पनि समस्या छ भने सल्युसन पनि छ हरेक कुराको कति नराम्रो आएको आइफोन भन्नु मात्रै हो मेरो त ट्याक पुरै टल्केर यस्तो राम्रो छ खासमा रियलमा लोकेसनमा आइसकेको छ होइन गर्नु त पैसा लोकेसनमा आइसकेको छ अनि अब हामी यहाँबाट ओर्लिनेछौँ थ्याङ्क यू सो मच फोटो खिच्ने भयो यहाँनिर पैसामा फोटो पनि खिच्न पाइन्छ नि फेरि दामी पैसामा डिएसएलआरबाट हामीको आइफोनै प्रोटेक्टबाट दामी हेर्नु म तपाईँलाई मलाई यस्तो राम्रो ठाउँमा लिएर आएको छ म तपाईँहरूलाई देखाउँछु ला 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 वाउ हुन्छ नि हामीले जति फोटो भिडियोमा राम्रो देखाउनु खोजे पनि नदेखिने रहेछ तर रियलमा जति राम्रो छ नि त्यो यो फोनमा देखिरहेको छैन है साँच्ची भने यति राम्रो छ यस्तो ठाउँ पनि यति राम्रो ठाउँ रहेछ भन्ने चाहिँ मलाई आज थाहा भयो क्या यस्तो फाइनली हामीले यहाँ फोटो खिचिरहेको छौँ यस्तो छ ढ्याङ म चाहिँ एकदम कालो देखिरह्यो होला अब हामी नेक्स्ट ठाउँमा जानेछौँ नेक्स्ट ठाउँ चाहिँ अब हाम्रो यो हुनेछ यो छ नि जुन यो यहाँ हुनेछ मेरो पनि सक्यो अब त्यहाँ हामी अब फेरि अर्को फोटो खिच्यो त्यो स्टोरेज फुल हुनेवाला छ सो त्यहाँ जाँदैछौँ निरन्तरता छ हामीको मेरो एउटा सुजको लेस पनि खुसीको अवस्था दुई पाइला हिँड्दाखेरि डन फेरि के अहिले त्यो टाउको अलिकति निहुराउँदैछ होला हो झुकेका नै हो के राम्रोमा यत्रो पत्थर छ यहाँ यता यत्रो पत्थर छ पत्थर तपाईँको अनि म आफूलाई हेर्नुहोस् जस्तो यो समुद्र राम्रो त्यस्तै म पनि राम्री छु सायद तपाईँहरू देखिराख्नु भयो होला
अब मेरो भिडियो चाहिँ माया दिदीले गरिदिन्छ त्यो त गरिदिन्छ होला खै मेरो यहाँ बहिनी बहिनी यसरी कोडा यो चाहिँ टावर ठ्याक्कै अनुसार जत्रै देखिरहेछ है गाइज ल अनुसारभन्दा धेरै अग्लो त छैन त्यो टावर पनि कुरो साङ्ला बुढो ए बबाल बबाल आछ ल पागल खुन्छ भइहालेछ मेरो ठाउँमा हेरेर पागल भइहाल्छ यहाँनिर चाहिँ यो भैयाहरू धेरै रहेछ डर छैन मलाई कसैको यहाँ मेरो समुद्रमाथि आएको छु मलाई केही पनि मतलब छैन ओके तपाईँहरूलाई इन्ट्रोड्युसमेन्ट चार्ज यो चाहिँ समुद्र हो अनि एकदम राम्रो छ तपाईँले हेर्न सक्नुहुन्छ राम्रो छ अनि कति पश्चिममा पनि आएको छु होइन मलाई एकदम नापी फिल भइरहेको छ माछा मार्ने भइहाल्ने माछा मार्ने उयो भैया हुन्छ त माछा मार्ने मछलीहरू जलहरू म खोइ अगाडि जान्छु नि कस्तो देख्नु जाऊ न छिटो जानु तपाईँ अगाडि जानु एकोरायो टोलायो यो त्यसको टप्पमा आइसकेको उफ त्यहाँबाट चाहिँ ठ्याक्कसँग लाग्यो एकदम राम्रो देखिरहेछ यता मलाई त रिङ गरेर चल्यो तर खासमा भन्नुपर्दा एकोरी हेऱ्यो भने त रिङबाट चल्दो रहेछ को यो यो मान्छेको यो यता जाँदा जाँदै भेट्यो कि यो मान्छेलाई चाहिँ कहाँ हराएको मान्छे हो मेरो अनुसार हेर्नु अस्ति म चाहिँ हराएको व्यक्ति तर यो मलाई फाइनली भेटाउनु भएको छ मेरो आफन्तहरू मलाई सम्पर्क गर्नु होला दामी देखिरहेको छ यता हेर्नु त तर एकोरे हेऱ्यो भने चाहिँ रिङ गरेर चल्दो रहेछ मलाई चाहिँ रिङ गरेर चल्यो यो यतातिर कहाँ बगेको पुरै मलाई चाहिँ एकदम रिङ गरेर चल्यो सुरुमा आएर त म थोच्चिँदै नै बसेँ तर अहिले चाहिँ केही ठिकै छ समुद्रमा यस्तरी हुन्छ नि पानी जहाजमा हिँडेको जस्तो फिल भइरहेछ मलाई अहिले ठ्याक्कै मेरो खुट्टाले समुद्र छुन पाएन किनकि मलाई माया दिदीले लगिन यो हुनुहुन्छ माया दिदी चाहिँ अಯ್यो हेर्नु
अनि यो एकदम राम्रो नजारा छ हेर्नु सुविधा यहाँ डस्टबिन पनि छ वाउ सिधा हुँदैन कहाँ नुहाएको अनि हामी चाहिँ अब यहाँबाट जानेवाला छौँ हाम्रो अर्को पालि आउँछौँ हामी अब हामी फर्किँदैछौँ अब चाहिँ घर फर्किनु पर्ने हुन्छ किनकि ऊ के एकदम आजकल डेन्जरस छ नि त त्यही भएर भोक पनि भोक लाग्दैछ भाइ अब घर जाने खाने भन्छ होला यो माया दिदीले मलाई अब पक्कै त्यो भन्छ मलाई थाहा छ अब चाहिँ हामी ट्याक्सी चढ्ने ट्याक्सीमा जान्छौँ बसमा गएको भए सस्तो हुन्थ्यो होला थाहा छैन नि त बस हामी ट्याक्सीमा जाने भिडियो गर्नु पाउँदैनौँ यिनीहरूको अलाउड हुँदैन नि त सो हामी भिडियो बनाउँदैनौँ अब खरवानीमा जाने हो नि त ब्लक फोनै त हो नि होइन र होला फाइनल्ली हामीलाई एउटा ट्याक्सीले छोडेर गयो पैसा महँगो भनेको कारणले हामी त्यो ट्याक्सीमा गएनौँ अब हामी अर्को ट्याक्सीमा जानेवाला छौँ यत्रो गाडी भएर पनि पाएनन् म त डर लाग्छ भरे त्यहाँ BMW पुलिसले मार्छ हामी चढिसकेको छौँ यहाँ भरे महँगो पैसा धेर लियो भने चाहिँ हम कुछ नहीं चाहे रुम जाँदैछौँ यहाँबाट अनि रुम जाँदैछौँ अनि आजको दिन चाहिँ एकदम राम्रो भयो घुम्न आयो मजा भयो म फेरि पनि यही ठाउँमा नेक्स्ट टाइम आउन चाहन्छु किनकि मलाई धेरै मन पर्यो अनि फोटो भिडियो बनाएको कारणले गर्दाखेरि चाहिँ हामीले राम्ररी घुम्न पाएन त्यो सी साइडको पानी छुन पाएन नेक्स्ट टाइम आउनेछु म फेरि त्यही भएर तपाईँलाई मजाले देखाउनेछु यहाँको बिल्डिङहरू हेरेर यस्तो छ है आएर खोल्नुहोस् एकदम राम्रो देखिरहेछ बिल्डिङहरू नाइट भ्यू बाबा आएछ नि यो चाहिँ ऊ हो नि त त्यही भएर राम्रो देखिरहेछ एकदम ठाउँहरू राम्रो देखिरहेछ अनि सो आजको दिन एकदम हाम्रो राम्रो भएको छ माया दिदीको पनि राम्रो भएको छ यता हेर्नु त उहाँको चाहिँ फेरि भेनाजुले फकाउँदैछ होइन हौ अब भेना चाहिँ छैन है त्यस्तो उहाँको त्यस्तो छ हाम्रो त खोइ कोही उहाँ एकदम बिजी हुनुहुन्छ अब उहाँको चाहिँ वास्ता गर्ने मान्छेहरू हुन सक्छन् तर हाम्रो चाहिँ छैन त्यही भएर खुल्ला हामी चाहिँ कसैलाई मेसेज पनि गर्नु पर्दैन केही पनि गर्नु पर्दैन ढुक्का छ आनन्दै छ सो आजको लागि बाई बाई फेरि नेक्स्ट भ्लगमा आइ भन्न चाहन्छु